यो हाम्रो गाडी B10 गाडी हो। यो B10 मा चाहिँ हामीले एसी फिल्टर C10 को जस्तो हुँदैन। जस्तै C10 को यसको ग्लो बक्सको मुनि पछाडिपट्टि हुन्छ भने हैन, त्यसको ग्लो बक्स चाहिँ यो खाटै खुल्छ भने B10 को चाहिँ यसको एसी फिल्टर कहाँ हुन्छ भन्दाखेरि चाहिँ यो खास चाहिँ हाम्रो अटोमेटिक सर्भिस टिमको लागि है। र यसको एसी फिल्टर कहाँ हुन्छ भनेपछि जस्तै यो मुनिपट्टि हामीले हेर्न आयो भने चाहिँ यो पार्ट खोल्नुपर्ने हुन्छ। यो जुन पार्ट देखिरहेको छ यो पार्ट सल्लकै आउँछ। जस्तै यहाँ लक हुन्छ, यो लक यता तान्ने अनि यहाँबाट तान्ने अनि यहाँबाट तान्ने र यसरी आउँछ। यो यसरी तान्ने, यो यसरी तान्नेर यो बाहिर निस्किन्छ। बाहिर निस्किसकेपछि यहाँ हुन्छ अनि यसको कभर लागेको छ नि। यो जुन कभर छ यो देखाउनलाई चाहिँ मैले गरेको, यो कभर चाहिँ यसरी हुन्छ र यसरी फिट भएको हुन्छ यो यसरी। र हामीले चाहिँ यो पार्ट खोलिसकेपछि यहाँ हुन्छ, यसलाई माथितिर दबाउने, यसरी पुस गर्ने, यो पुस गर्ने अनि आफूतिर तान्ने, छाट्टै आउँछ। यो कभर हुन्छ र यहाँ चाहिँ एसी फिल्टर हुन्छ। यो पहिलो पार्टको हो र दोस्रो पार्टको चाहिँ माथिको दुईटा पार्ट हुन्छ। यसमा देखाइदिन्छु, यो चाहिँ पहिलो पार्ट हो, यो दोस्रो पार्टको हो। यसलाई चाहिँ हामीले यसरी तान्न मिल्छ, यो तान्न मिल्यो। यो पहिलो पार्ट भयो, अर्को पार्ट माथि छ। यसलाई चाहिँ नङलाई कोट्याएर निकाल्न सकिन्छ। र यो बस्ने सिस्टम चाहिँ जसले हामीले एयर फ्लोतिर हाल्नुपर्छ। जस्तै यहाँ एयर फ्लो लेखेको छ, एयर फ्लो भनेको यतापट्टिबाट हाल्नु पर्यो। यताबाट ब्लोअरले प्रेसर दिएर यताबाट माथि जान्छ, किनभने यहाँ रेसिस्टेन्स छ। यो भनेको चाहिँ जहिले पनि फिल्टर कटिसकेपछि अनि रेसिस्टेन्स राखेको हुन्छ है। यो चाहिँ B10 को एसी फिल्टर यसरी निकाल्न मिल्छ। यो C10 को जस्तो चाहिँ नहुने रहेछ। C10 को चाहिँ ग्लो बक्स भित्र हुन्छ भने B10 को यहाँबाट। र यो पार्ट पनि फेरि सजिलै लगाउन मिल्छ। जस्तै यो यहाँबाट यस्तै ल कम्प्लिट हुन्छ यतिमा।